साह्रो परेको हो त्यही त छोइन रहेछ नि त्यति बेला खोलाको ब्लक हेलो साथीहरू आज हामी दिपेल बजार हिँडेको तर बाटो चाहिँ लास्टै नै अतिचारै खत्तम भएछ र अब यहाँ पसिनै गइन्छ यहाँ खनेर पानी फालेर निस्किनुपर्ने अवस्था हुँदैछ हाम्रो यहाँसम्म पनि लड्दै लड्दै आइयो साथीहरू यहाँ रहेछ चराको बच्चा हुर्काएर आएको हेलो साथीहरू आज हामी दिपेल बजार हिँडेको तर बाटो चाहिँ लास्टै नै अतिचारै खत्तम भएछ र अब यहाँ पसिनै गइन्छ यहाँ खनेर पानी फालेर निस्किनुपर्ने अवस्था हुँदैछ हाम्रो यहाँसम्म पनि लड्दै लड्दै आइयो तर यो बाटो अतिचारै बनायो कि है फेरि उताको बाटो बन्द छ नि त अहिले हाडारा उता मेघे चौताराको रथाङको अनि ट्र्याक्टरहरू यो बाटो हिँड्छ अनि ट्र्याक्टर हिँड्ने बित्तिकै त सबैभन्दा खत्तम हो तपाईँले देख्न सक्नुहुन्छ हामी दुईजना बजारसम्म जाने काम परेर हिँडेको तर बाटोले लास्टै रुवायो के ट्र्याक्टर त यस्तो हुन्छ अनि बाइकहरू त दुई पाङ्ग्रे त बर्खा पुरै बर्खा लागेको नि म पनि एउटा साह्रो परेको हो त्यही त छोइन रहेछ नि त्यति बेला खोलाको ब्लक साप्ची खोला मात्रै हो त फेरि पानी भयो भने त साप्ची खोला जानुहुन्थ्यो अहिले त ठुलो आइरहेको कायदा भन्छ त हौ कायदा कुरितै हुन्छ मनी छैन रे सिक्छ अहिले सिधै सिक्नु त बाइक सिक्यो केटाहरूले मैले 4,000 खर्च गर्नुभएको छ बस 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 हेलो साथीहरू यहाँ रहेछ चराको बच्चा हुर्काएर आएको जुरेलीको हकेर सायद तपाईँहरूले देख्न सक्नुहुन्छ हेलो उडेर गयो माउ आउँदैछ बच्चाको मायाले त्यो यहाँ बसेको छ अब मैले छोडिदिएँ
यहाँ के भन्छ यसलाई चाहिँ घाम अस्ताउने बेला हुँदैछ। हाम्रो गाउँघरदेखि नै पारीको दृश्य तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि यो पारीको डाँडा जुन मेरो भिडियो देखाइएको छ यो डाँडाको सबैभन्दा टप चाहिँ टेम्के खोटाङ भोजपुरको सिमानै भन्छ के र। टेम्के भन्ने ठाउँ चाहिँ त्यही रहेको छ। अनि यता आउँदाखेरि त्यो बिचको अर्को भाग पनि देखेर छुट्टिने ठाउँ चाहिँ त्यही बिचमा चाहिँ पाण्डारे भन्दो रहेछ। अनि यता आयो तेर्सो, अनि हल्का मुनि कुहिरो, माथि सानो मेरो भिडियोमा क्लियर आएन, अलिकति बुझ्दाखेरि चाहिँ खोल्सा जस्तो त्यो भाग त्यो दिप्लुङ छाँगा दिप्लुङ चुइचुमा पर्दो रहेछ त्यो एरिया। दिप्लुङ छाँगा भन्छ, त्यहाँ पनि अति नै रमाइलो ठाउँ रहेको छ त्यो दिप्लुङ छाँगा झरना भनेर हामी एकचोटि गएको पनि थियो। कतिपय तपाईँहरू जानुभएको छ भने पनि थाहा पाउनु भयो होला कतिको रमाइलो छ भनेर। त्यो ठाउँ रहेको छ त्यहीँ।